नमस्कार सबैजनालाई मेरो यो फेसबुक भिडियोमा हजुरहरूलाई स्वागत गर्न चाहन्छु। म छु यति बेला तिलोत्तमा नगरपालिका 5 नम्बर वार्ड कार्यालय वार्ड हो। यो चाहिँ गेट देखिसक्नु भएको छ, हाइवे हो पहिरो पुगुनको र यतापट्टि पश्चिमतिर चाहिँ तिलोत्तमा नगरपालिकाको गेट हो र यो पूर्व साइड हो शङ्करपुर चोक। अब यहाँबाट म अगाडि बढ्छु, हजुरहरूलाई घरको बारेमा म जानकारी दिँदैछु। हाम्रो घर तयार भइसकेको छ, हजुरहरूको सपनाको साकार। यो सपना हुन्छ मान्छेको घर बनाएर बस्ने, विदेशमा बसेर मेहनत गर्नुभएको छ एउटा घर परिवारको लागि, आफ्नो परिवारको लागि भनेर। म यो शङ्करपुरबाट पूर्व लागिसकेँ र यो म आउँछु। अब यो चोक चाहिँ कैलाश पथ चोक हो। यो दक्षिण साइड मङ्गलापुर, यता चाहिँ मणिग्रामतिर निक्लने। यो पूर्व लागेँ म। यताबाट पूर्व जाँदै गर्दा यहाँ चाहिँ यो बाटो चाहिँ 43 फुटे बाटो हो, अहिले चाहिँ 20 छ। अब 43 फुटे हुँदैछ। यहाँ पुरै घरहरू बनेको छ, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो बाटो चाहिँ 43 फुटे बाटो हो, अब बन्दैछ छिटै नै। यो आइयो टिकावन आएको चोकमा आइयो ठ्याक्क। यो गाडी चाहिँ टिकावन चोकतिर आयो, टिकावन चोक निक्लन्छ। यहाँबाट चाहिँ हामी चाहिँ दक्षिणतिर लाग्छौँ, यो पसलबाट, यो पोकाबाट हेर्न सक्नुहुन्छ। हाइवेबाट धेरै छैन, 400 मिटरको दूरीमा, 400 देखि 500 मिटरको दूरीमा चाहिँ यो घर तयार भएको छ। एकदम 10 दूरमा उत्तर मोडाको नामले आफ्नै दाइलाई भनेर बनाएको घर हो। तर दाइको चाहिँ केही समस्या भयो। चाहिँ समस्या के हो भने हजुरलाई बताइदिन्छु। बाबुको चाहिँ विदेशको भिजा लाग्यो, नानीको पनि भिजा लाग्दैछ। त्यसैले चाहिँ उहाँले चाहिँ उहाँ नबस्नु हुनु र यो घर हामीले चाहिँ बाहिर बिक्रीको लागि ल्याएका छौँ, अनएभेलेबल गरेका छौँ। हेर्न सक्नुहुन्छ यो घर ओके कम्प्लिट काम सकिएको छ। आज चाहिँ मिटर जोडने कार्यक्रम छ यो घरमा। वरिपरि यो बस्तीहरू छ, हेर्न सक्नुहुन्छ है। पुरै राम्रो समाज भएको बस्तीहरू छ, गुलमेली समाज। यसमा चाहिँ यो घरमा घरभित्र एन्ट्री गरेँ। यो अगाडि यत्रो जग्गा छ हेर्नुहोस् गाडी राख्नलाई, र यता चाहिँ तरकारीहरू लाउन ओर्न पूजा पाठ गर्नको लागि एकदम राम्रो छ। यो हेर्न सक्नुहुन्छ यो अगाडि यत्रो स्पेस खाली जग्गा छ। म भित्र एन्ट्री गर्दैछु। यो चाहिँ हल हो, हेर्न सक्नुहुन्छ। हलमा पनि र्याकहरू, झ्यालहरू, उज्याला कोठाहरू छ। दिनमा पनि हजुरहरूले बत्ती बाल्नु पर्दैन यहाँ यो घरमा। यो चाहिँ हेर्न सक्नुहुन्छ। माथि पनि यो किचन हो। यो किचनमा चाहिँ किचन बनाएको छ। यतापट्टि किचनबाट बाहिर निक्लियो दक्षिण साइडमा। पछाडि चाहिँ खाली जग्गा रहेको छ, खुल्ला ठाउँ, खुल्ला वातावरण, आनन्दमय बस्नलाई, खुल्ला हावा। यो चारै यता दक्षिण साइड पनि जग्गा छोडेको छ र पूर्व साइड पनि जग्गा छोडिएको छ। यो दक्षिण साइडको भेग हो, खाली जग्गा हो। यो किचनको स्पेस हो, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो टोयलेट हो। टोयलेट यता चाहिँ एउटा बेडरुम रहेको छ। यो बेडरुम चाहिँ झ्याल ढोका सबै हेर्न सक्नुहुन्छ हजुरहरूले। अति नै राम्रो, अति नै उसले चाहिँ बनाएको हामीले। छतमा गयो हामी, हेर्न सक्नुहुन्छ हजुरले। यो छतकोमा पनि 2टा कोठा, एउटा बाथरुम छ। यो पहिलो कोठा। अरूले चाहिँ माथि चाहिँ टिन लगाएको हुन्छ, हामीले ढलाइ गरेका छौँ। पौनी 2 तला घर हो। यो देख्छ, बाहिरहरूको देख्छ, हेर्न सक्नुहुन्छ। यो सिँढीबाट माथि जाने भेग भयो। अगाडि पनि खुल्ला स्पेस रहेको छ। यो छतको चाहिँ टोयलेट बाथरुम। एउटा उत्तर साइडमा कोठा छ, एउटा दक्षिण साइडमा कोठा छ। यो दक्षिण साइडको कोठा हो। तल माथि पुरै हेर्न सक्नुहुन्छ झ्याल ढोका। यो पिल्लरको हेर्न सक्नुहुन्छ र छड कतिसुती सड छ भनेर, तपाईँहरूले कसरी बनाइएको छ भन्ने।
पुरा नगरपालिकाको नियमअनुसार र मापदण्डअनुसार बनाइएको घर हो। हजुरहरू लिने इच्छुक हुनुहुन्छ भने चाँडोभन्दा चाँडो सम्पर्क गर्नुहोस्। धेरैजनाहरूले चाहिँ घर रुचाउनु भएको छ र घर सल्लाह पनि गर्दै हुनुहुन्छ। अब हेरौँ कसको चाहिँ यो कसलाई लेखेको छ उपभोग गर्नको लागि यो घर। उहाँहरूले अब जसको नाममा छ उहाँहरूले नि हिम्मत गरेर लिनुहुनेछ। अब धेरै दिन रहने छैन यो घर। धेरैजना चाहिँ पछि पर्नु भएको छ यो घरको लागि। यो पानी टङ्की भयो, छतको भाग हो यो। छतबाट मैले तपाईँलाई यो उत्तर साइडको भाग हो। यो बाहिरी दृष्टिले हेर्नुभएको छ। यो चाहिँ पश्चिम साइडको भाग हो। यो मणिग्राम हाइवेबाट आएको चाहिँ बाटो 43 फुटी बाटो। यो घरको अगाडिको बाटो। तलतिरको स्पेस हेर्न सक्नुहुन्छ छतबाट। यसरी यो यहाँ चाहिँ मिटरको कार्य हुँदैछ, मिटर जोडान हुँदैछ।